आजको भिडियोमा म सधैँको झै प्रश्न सोध्ने छैन। इन्स्टेड सिधै म फलफुल पसल जानेछु अनि गेस वाट? काउली, बन्दा, धिरम्ला, चिप्लेभेन्टा, भेन्टा, करेला, काँक्रा, क्याप्सिकम, गाजर, आलु किन्नेछु। सो आज चाहिँ हामी हाम्रो पोखरेली बोइज अनि गर्ल्सको ग्रुपलाई भेजिटेबल्सको नाम गेस गराउन लाउनेछौँ। लेट्स सी हाउ मेनी अफ देम क्यान एन्सर इट करेक्टली। लेट्स गो। हाई एभ्रिवान, सो आई एम हियर विथ ब्युटिफुल गर्ल्स। तपाईहरु कतादेखि? हामी यतै पोखराबाट। ओके, इन्ट्रोडक्सनबाट सुरु गरौँ है त। तपाईको नाम? मेरो नाम प्राञ्जना। प्राञ्जना। अंकिता। अंकिता। मेरो नाम कृपा। कृपा। ओके, आज कन्टेन्ट त तपाईहरुलाई मैले भनिहालेँ। आज चाहिँ दे हेभ टु गेस द नेम अफ भेजिटेबल। ओके, म चाहिँ तपाईहरुलाई ब्लाइन्ड फोल्ड हुनुपर्ने हुन्छ हैन। अनि म चाहिँ तपाईहरुलाई भेजिटेबल्स 10 वटा भेजिटेबल्स अल टुगेदर गरेर अनि तपाईहरुले चाहिँ त्यो भेजिटेबल्सको नाम गेस गर्नुपर्ने हुन्छ। लेट्स सी तपाई तीन जनामा चाहिँ कसले बढी मिलाउँछ है त। आर यु गर्ल्स रेडी? रेडी। ओके, ल ब्लाइन्ड फोल्ड। ओ माय गॉड, फलो पारेर कसरी कम्फर्टेबल जसरी गर्दैन। ओके, रेडी? ओके, सिम्पलबाट सुरु गरौँ न त है। र्यान्डमली म पिक गर्छु है। ओके, फर्स्ट उसलाई दिन्छ है त। एकैचि राइट, ल तिमीलाई ल क्याप्सिकम पास भयो है। ल अब अर्को पर्सन म जस्ट यस्तो गर्न दिन्छु है, जस्ट टच मात्र गर्न दिन्छु अनि ठ्याक्क नाम चाहिँ नभन्ने है। कुकुरले मिलाउँछ है, जस्ट नाम चाहिँ नभन् है। ल क्याप्सिकम त यिनीहरूले पनि थाहा पाउँछ, एकछिन पछि नाम चाहिँ नभन है। होइन क्याप्सिकम भइसक्यो। ल तिमीहरू दुइटाले पनि थाहा पाइसक्यो अरे कि त्यो इजी थियो नि त। तर अब उसले चाहिँ नाम मेन्सन गरेर चुप्प लगाएर बस्छ। अब जस्ट तिमीलाई दिन्छु, ल नाम नभन है, जस्ट फिल गर अनि स्मेल पनि गर्नु मिल्छ। अलिकति डाउट लाग्यो भने थाहा पाइसक्यो। ल ल तिमीले नि अब नभन है नाम है। अहिले मैले भने ओके, नाम भन्दा हुन्छ के होला? ओके ओके है। अब अर्को आएको चाहिँ अर्को एकदम स्पेसल छ आई गेस। यो चाहिँ सबैको एकदम फेभरेट भेजिटेबल। नाम भन्नु के भन्नु? ल अर्को पर्सन पास गर। ओके, नाम भन्नुस् प्लिज। करेला। ओके, करेला। ल थर्ड पनि मिल्यो है, गाह्रै हुन्छ। ल ओके, ल हात दिनु। अलिकति हिन्स चाहिन्छ नि म भनिदिन्छु। भयो हिन्स नदिनु, हिन्स भनेको थाहा पाइहाल्छ। नभन्नु है नामै। 1 2 3 को नाम भन्नुस्। काँक्रो दुईजनाले मिलायो। ऊ चाहिँ ए ए ए माई ब्याड ल है। अब त आइ सबै मिलाउँछ होला। यो दिउँ है, यो अलिक गाह्रो छ यो। त्यसैले च्यालेन्जिङ छ। एकदम सजिलो सजिलो दिए कि हो। म थाहा पाएन त। उसले थाहा पाइसक्यो जस्तो छ। यो था च्यालेन्जिङ हो। ओके, 1 2 3 गो। लेडीज फिंगर। चिप्ले भिन्टा उसले बिगारे। चिप्ले फिंगर भनेको लेडीज फिंगर त हो नि। ओके, उसले नि चिप्ले भिन्टा भन्थे। मलाई फेरि इङ्ग्लिसमा नामै थाहा छैन कि त्यति। म अलिक प्रिपेयर्ड भएर आउनु पर्दो रहेछ। ल अब क्विक गरौँ है त। सबै थाहा पाउनु भयो, यो पनि थाहा पाउनुहुन्छ। ल यो पनि थाहा पाइसक्यो भन्छ। ए तिमीले कुकिङमा एकदम राम्रै हुँदो रहेछ, राम्रै भएर सबै राख्नु। ओके, के हो? अब क्विक गरौँ न त। अब धेरै छैन। अब त लाइक थाहा पाउँछ होला। सबै सजिलो सजिलो छ। यो पनि इजी छ। थाहा पाइसक्यो उसले, मैले थाहा पाइसक्यो। ओ माई गड, तिनजना कोही भन्दा कोही कम नरहेछ नि। ल 1 2 3 गो। ओके, अब क्विक गरौँ है दुईटै। म एकैचोटि दुईटा दिन्छु है। ल दुईटा दिन अलिक अग्लो दिन्छ नि। ए थाहा उसले यस्तो थाहा पायो। ए थाहा पायो उसले नि, उसले थाहा पाउँदैन भयो। ओके, यु गर्ल्स आर रेडी? यो चाहिँ फाइनल हाम्रो यति हो, दुईजना। ओके, 1 2 3 गो। क्याबेज र आलु। ओके, नाइस, कङ्ग्रेचुलेसन। तपाईहरु सबैले राइट एन्सर दिनुभएको छ। ओके, निकाल्दा हुन्छ। ओके, थ्याङ्क यू सो मच है टाइम दिनुभएकोमा है। मैले त एक्सपेक्ट गरेको थिएन है सबै मिलाउँछ भनेर। सबै मिलाउनु भयो। फेरि यो क्वाइट बेसिक थियो नि त। मलाई फेरि त्यस्तो टफ नहोस् भनेर हो। तर जस तपाईहरुले जस कुकिङ गरिराख्नु हुँदो रहेछ मेरो विचारमा हैन? हो, त्यही भएर। ओके, थ्याङ्क यू सो मच टाइम दिनुभएकोमा है। ओके, आइ एम विथ द सेकेन्ड ग्रुप नाउ। ओके, तपाईको नाम? हिमानी। रचना। ओसिन। रासना। रासना। ओके, तपाईहरु कतादेखि? त्यही पोखरादेखि हुनुहुन्छ? ओके, पोखरादेखि। ओके, म चाहिँ तपाईहरुलाई भेजिटेबल्स दिनेछु हैन, इच सबैजनालाई। अनि तपाईहरुले चाहिँ नाम गेस गर्नुपर्ने हुन्छ। ओके,
You girls are ready? Yes. Okay, let's see है कसले मिलाउनु हुँदो रहेछ. Okay, अब blindfold हुनु पर्यो अब. म नयाँ so I don't have much. त्यस्तो केही स्पेशल छ हैन. Once 1000 subscriber पुगेपछि चाहिँ म maybe गिफ्टहरु राख्छु. राम्रो तरिकाले है चिट गर्नु पाउनु. ओके. अब उसले देखेछ कि ए नदेखेछ. रेडी? रेडी हुन्छ? ओके, तिमीले नाम नभन ओके? तिमीले नाम नभन है. लास्ट टाइम मैले भन भन्दा बोल्नु. ओके ल. भयो? यी उले थाहा भइसक्यो जस्तो लाग्यो मलाई. एकछिन थाम्न पाइन्छ राम्रोसँग है. ल. एकछिन सरी रिसिभ गरेन ओके? हैन भइसक्यो. तिमीले नि छुइसक्यो. सिंगल भन्ने के? हैन सिंगल भन्यो भने त सबैले थाहा पाइहाल्छ नि. फर्स्टले भन्यो भने त एकैचोटी भन्ने है म. अहिले भने नन ओके 1 2 3 को नाम के हो? भेन्टा पटको वाला होला भेन्टा लामो लाग्यो सबले मिला है भेन्टा ओके सबले खोला हुन्छ हैन नखोले एकछिन भयो ओके ल तिमीले सामान दुईटा हो सबैले अलिकति क्विक पनि हुन्छ अरूहरुले चाहिँ भिडियो बनाउनु पर्छ नि त त्यही भएर भयो लेकिन फिल गर्दै त बुझ्दै छ विचार गर्दै छ ओके त भयो ल स्टार्ट गरौँ उनले चाल भइसकेछ भयो चाल भयो ओके पनि सुन्ने हेरे कुइनमा कुली बिगार्छ थाहा पाइन जात भन्दै ओके यु गर्ल्स आर रेडी यस 1 2 3 गो क्यारोट ओके मैले त पैसा हामै थाहा भएन यो त मेमोरी पावर यो चाहिँ अलि एउटा चाहिँ गाह्रै छ है ल तीनटा हो ल तीनटा बेर गरौँ अलि च्यालेन्जिङ बनाउनलाई त कसको मेमोरी पावर रहेछ कि अलि मैले एउटा कपीमा टिप्नु कपी लिएर आउनु पर्छ रहेछ मैले ठ्याक्क सबै कपीमा दिएर चाल भइसक्यो फस्नु अहिले सिक्नु सोच्दैछ है एकछिन यस्तो गरौँ न मलाई आइगे सबैलाई थाहा भयो ल म उसलाई सोध्छु है म तिमीलाई टच गर्छु ओके ल तिमीले भन्नु पर्यो ल क्याप्सिकम बन्दा अनि तिराउला ओके सबैले मिलाए है अब लास्ट यो दुईटा छ है ल यो पनि थाहा यो त मैले अलरेडी दिइसकेँ देखाइन रे देखाइन है अब यो तीनटा ल तीनटा लास्ट वान यो सोचले कन्फ्युज भयो जस्तो थाहा तीनटा छ उसले पैसा है कस्तो थाहा भइहाल्यो उसले तिमीले ल अब धेरै ल ल ल ओके 1 2 3 गो चिल्लो भेन्टे अनि काक्रा उसलाई थाहा रहेछ है मुला हो अनि काक्रा अनि काक्रा यो दुईजनाले चाहिँ मिलाएन बिचको दुईजनाले चाहिँ मिलाएन छेउको दुईजनाले चाहिँ मैले मिलायो ओके सो अब ब्लाइन्ड फोल्ड खोल्दा हुन्छ सो हाम्रो यो सेकेन्ड ग्रुपको विनर हुनुहुन्छ उहाँ दुईजना ओके उहाँहरूले नि क्वाइट गुड गर्नुभएको थियो लास्टको चाहिँ मिस्टेक गर्नुभयो तर ओभरअल क्वाइट गुड थियो पर्फर्मेन्स है थ्याङ्क यू सो मच टाइम दिनुभएकोमा ओके ओके आइ एम हियर विथ द थर्ड ग्रुप ओके इन्ट्रोडक्सनबाट सुरु गरौँ है त तपाईँको नाम विक्रम गुरुङ चाहिँ विकी गुरुङ जीवन गुरुङ ओके मसँग चाहिँ ऱ्यान्डम भेजिटेबल्स छ होइन अनि तपाईँहरूले चाहिँ गेस गर्नुपर्ने हुन्छ है भेजिटेबल्सको नाम ओके आर यु बोइज रेडी ओके ल ब्लाइन्ड फोल्ड भनौँ न त है ठ्याक्कै त्यो मार्क्सले कहाँ छ लेट्स सी आउट अफ दिस 3 कसले चाहिँ बढी मिलाउँदो रहेछ लेट्स सी क्वाइट टफ हुन्छ होला किनकि केटाहरू स्योर छैन जे पनि हुनसक्छ सबै मिलाउनु पनि सक्छ है ओके म इच पर्सनलाई दुईटा दिन्छु है ल यो अलिक गाह्रैबाट सुरु गरिदिउँ है ल पहिला म ब्रदरलाई दिन्छु अनि सुन्नु त ऊ चाहिँ ग्रुप 1 हो होइन 1 कन्टेस्टेन्ट नम्बर 2 अनि ऊ चाहिँ कन्टेस्टेन्ट नम्बर 3 ओके ओके ल तिमीलाई दिन्छु ल म फर्स्टमा है हजुर नाम नभन है जस्ट फिल गर फिल राख्नु मान्यो मन नभने नभन्ने सिन राम्रो टेस्ट गरेर चेक गरेर यो भयो यो यसको के थाहा पाइछ मैले नभन्ने यो चिप्लो छैन नै सम्झेर आउँछ किन त नभन्दैन नभएको टाइम भयो अब धेरै भयो सिन फिल गरिदिन्छ राम्रोसँग सम्झाइदिनु है ल होइन लास्टमा हो एकछिनमा अलि सम्झेर बस्ने होइन तिनटाले भने जुत्छ नि त अनि कसले रङ भने थाहा हुन्न नि त त्यही भएर
तिम्रो टर्न एकछिन आउँछ त्यस्तै गर्ने भयो उसले चाल पाइसक्यो जस्तो है ल उसले ल लेट्स है क्वाइट टफ भयो जस्तो छ यार बोइजहरुलाई ल मुभी गाडी ल ल ल ल अब एकछिन भएन ल अब खुल्ला हुन्छ 1 2 3 भन्छु नाम भन है त दुईटा 1 2 3 गो भन्दिन नि नाम भेन्टा भेन्टा उसले चाहिँ मिलायो उसले नि कोले मिलायो यार मैले राम्रोसँग उसले मिलायो ऊ चाहिँ अलिकति कन्फ्युजमा थियो उसले नि घिरौँला यो चाहिँ झुके रहेछ एउटा यो बाटो चाहिँ झुके रहेछ ल अब एउटा चाहिँ झुके रहेछ ल अब अर्को छ है धेरै छैन ल ल फेरि ब्लाइन्ड फोल्ड हो है त ल ल ल अब त लेख्नु पर्दैन ल यो चाहिँ अलि इजी टाइपकै छ भेजिटेबल छ के सरी हुन्छ ल उसले चाल पाइसक्यो जस्तो है कन्टेस्ट नम्बर 1 दे ल सेकेन्ड रन गाह्रो गाह्रो परेछ सेकेन्ड ल थाहा पाइदिन्छ भयो निकाल्दा हुन्छ ल के हो 1 2 3 गो ओके ल यो मिल्यो है ल अब अर्को है अब लास्ट धेरै छैन अब ओके सेकेन्डको चाहिँ 3 जनाले मिलाएको छन् है ल क्वाइट गुड परफर्मेन्स दिइरहेको छन् अब लास्ट वान अब यति ठुलो लाग्यो यार के हो यार ल ल यो चाहिँ ल के हो ल सानो थाहा मैले मनमा छ ठुलो गाली सानो थाहा मैले ए उसले थाहा भयो यार सेकेन्डको कन्टेस्ट ओके रेडी बोइज ल ओके 1 2 3 को के होला नाम भिन्डी र काँक्रो ओ भिन्डी र काँक्रो यस राइट पाउँछ होला ल यो थाहा भयो ल यो त क्विक भयो यार दुई तीन जना थाहा पाउँछ होला भन्छ बोइजहरु थाहा भयो ल मलाई थाहा भइसक्यो हो है ल नाम भनौ ल भिन्डी करेला आयो बन्दा र करेला भिन्डी हैन बन्दा बन्दा र करेला अब लास्ट वान लास्ट बोइजहरु नि क्वाइट टफ रहेछ प्राय सबै थाहा भएन यो त इजी नै छ हो ल भन्नुभयो 1 2 3 के होला ओके नाइस ओके सो बोइजहरुले चाहिँ क्वाइट राम्रो परफर्मेन्स गरेन हैन जस उसले अब त ब्लाइन्ड फोल्ड खोल्दा हुन्छ ओके म त्यो स्कोर चाहिँ ठ्याक्क टपमा राख्दिन्छु है टप पार्टमा हाम्रो भिडियोको सो ओभरअल चाहिँ कसले नाइस परफर्मेन्स गरे जस्तो लाग्यो तपाईहरुलाई हाम्रो रातो थर्ड कन्टेस्टेन्टले अलि प्राय सबै मिलायो कि है उसले है एनिवे म चाहिँ अहिले टपमा राख्दिन्छु स्कोर चाहिँ एनिवे टाइम दिनुभएकोमा धेरै धेरै धन्यवाद ओके थ्याङ्क यू हाई एभ्रिवान सो आई एम हियर विथ द लास्ट ग्रुप हैन उहाँहरु चाहिँ हाम्रो लास्ट ग्रुप हुनुहुन्छ ओके इन्ट्रोडक्सनबाट सुरु गरौँ न त है हजुरको नाम मेरो नाम आदित्य छेत्री दिपेश केसी एन्जल केसी ओके अल द वे फ्रम तपाईहरु पोखरा ओके पोखरा ओके मसँग चाहिँ यहाँ भेजिटेबल्स छ हैन तपाईहरुले चाहिँ अनि गेस गर्नुपर्ने हुन्छ भेजिटेबल्सको नाम ओके यु गाइज आर रेडी यस ओके ब्लाइन्ड फोल्ड हुनु न त है लेट्स सी आउट अफ दिस थ्री कसले चाहिँ धेरै मिलाउनु हुँदो रहेछ राम्रोसँग छ नि हेरै परमेश कतै चिटिङ त गरेको छैन अलि इजीबाट दिउँ न त है अघिको ग्रुपलाई अलि गाह्रो बाटो दिएको नभन्ने नाम चाहिँ अल्ल भयो ओके अब नेक्स्ट पर्सनलाई पास गरौँ सधैँ खाइरहने नै हो थाहा भयो ओके ल अब नेक्स्ट पर्सनलाई दुईटा ल राम्रो फिल गऱ्यो भने त दुईटा हातले राम्रो नाम भन्न पाउँदैन अहिले उसले चाहिँ थाहा भयो जस्तो लाग्यो मलाई ओके 1 2 3 भन्छ मलाई नाम भन्नु ओके रेडी ल 1 2 3 गो बन्दा र काउली यो इजी थियो है त्यहाँले क्विकली भनिहाल्यो ओके नाइस परफर्मेन्स अब अर्को है त ल अब अलि लास्टमा राखौँ गाह्रो गाह्रो छ उसले चिन्न दिँदैन नाम अलिक कन्फ्युज भएको छ हाम्रो फर्स्ट कन्टेस्टेन्ट चाहिँ उसले चाहिँ थाहा पायो होला सायद ल एकदम विचार गरिरहेको छ नि उसले ओके 1 2 3 गो आलु र क्याप्सिकम उसले बिगारे उसले के भन्न लाग्यो चिल्ली र त्यो क्याप्सिकम के रे त्यो बुझ्के के भन्न लाग्यो आलु र क्याप्सिकम ओके ल यो दुईटा दिउँ न है यो दुईटा पठाइदिए
यो त गाह्रै पर्छ ल ल लामो लामो मोटो मोटो छ एकदम विचार गरेर फिल राम्रो फिल गर है उसले चाहिँ निकै नाम नभन फेरि अर्को त थाहा भइसक्यो जस्तो लाग्यो उसलाई ल त्यो चाहिँ अलिक टप है अहिलेसम्ममा नाम एउटा त सजिलो नाम त कमन हो यो त यो कमन भयो यो चाहिँ त्यो के अरे नाम थाहा पर्यो ओके 1 2 3 गो काँक्रो र भेन्टा ओके उ दुईजनाले चाहिँ मिलायो उसले चाहिँ काँक्रो मात्र मिलायो यो सजिलो सजिलो दिउँ ल एउटा त सजिलो एउटा त मैले पनि थाहा थिएन नाम बिर्सिसकेको थिएँ पाइन्छ है उसले इङ्ग्लिसमा सिक्छ तिमीलाई थाहा नि इङ्ग्लिसमा नाम म त अलिक कन्फ्युजन थिएँ नाम लामो त्यस्तो छ फिल्मको नाम चाहिँ याद भयो होला यो अलि ल है त भयो त्यति बिटा ल है त 1 2 3 गो क्यारोट र त्यो लेडिज फिङ्गर हो है चिप्ले भेट्टा हुन्छ अब लास्ट वान यो त एउटा चाहिँ अलिक गाह्रो छ अर्को चाहिँ सजिलै छ ल यो लास्ट वान है लास्ट हो कोही टफ रहेछ नि सबै चिनिरहेको छ नि अझ सबै मिलाउनु सोफा उसले पनि थाहा भएछ यो चिन्यो ल एउटा त इजी नै छ अर्को चाहिँ अलि यो छैन पलिस भयो ओके You boys are ready? Yes. This is the final one. Okay, 1 2 3 go. करेला र घिरमला Okay. So यो ग्रुपले चाहिँ हाम्रो बोइज ग्रुपले सबै मिलाउनु भएको छ ओके ब्लाइन्ड फोल्ड खोल्दा हुन्छ So how was the experience boys? गुड है तर तिमीहरूले मिलाउँदैन कि भनेर अलिकति उसमा डाउट थियो होला तर सोफा सबै मिलायो यार गाजर चाहिँ मुला हो कि एकजना उसले मात्र एउटा मात्र मिस्टेक गरेको थियो है नत्र ओभरअल सबै मिलायो है बोइजहरूले सजिलै थियो जी नआएको कि नाम नआएको कि मैले लौका आएको बाटे छोटो बाइ द वे बोइजहरूले खासै कुकिङ गर्छ गर्दैन त्यो आफ्नो ठाउँमा छ तर यो सायद कमन भएर होला केटाहरूले नाम चाहिँ याद गरेको है त्यसको त झन् स्मेलै आइरहेको थियो यसको यसको त आइरहेको छ योभन्दा बरु अर्को त्यो चिली पेपर अर्को ठुलोवाला पेपर हुन्छ नि हो त्यो राखेको नेक्स्ट टाइम चाहिँ अलिक टफ राखिदिनु पर्ला है यो त क्वाइट कमन भएर हो कि सबले थाहा पायो एनिवे बोइज समय दिनुभएकोमा धेरै धेरै धन्यवाद ओके नाइस मिटिङ यु थ्याङ्क यू सो मच ओके